थाहा छैन भोलि पुग्न आँट्यो भनेछ झगडा नहोस् हामी हेर्नु सक्नुहुन्छ गाडी पोल्डेको सो हेलो गाइस गुड मर्निङ तपाईँहरूलाई स्वागत छ मेरो राइट टुकै ब्लगमा सो आज साथीको घरदेखि नै स्टार्ट गरेको होइन यो यहाँ सुतिरहेको छु कति बज्यो सो गाइस बिहान म साथीको घरदेखि निक्लेँ बिहान पनि होइन 7 बजेर 7 मिनट गएको छ घाम यहाँ माथि आइसक्यो अनि म तो हेलो गाइस हम लोग अभी जा रहे हैं अलीली और हम तो क्या बोलते हैं सुबह को हम बताना भूल गया इसलिए अभी जा रहे हैं पर भी अभी जाते जाते हम मतलब बोल्दैछु ला नेपालीमा भन्नुपर्दा म हिन्दीमा बोलिरहेको छु सरी है मतलब हामी अनिल जाँदैछु बिहानखेरि भन्छु भने चाहिँ बिर्से अब कसले लगेर जाने अरे लेबर पार्टीहरूलाई लगेर जाने अब तपाईँहरू हेर्दै गर्नु सो अहिलेको लागि गाइस हामी चाहिँ शान्तिपुर आइसक्यो होइन यहाँ गाडी चेक गर्दैछ यहीँदेखि नै देखिन्छ पानी पसेको एक्ट्री भन्ने छ नि पानी पसेको छ कुद्नु त कुद्छ तर बेरिङ फुट्ने चान्स हुन्छ हजुर बेरिङ फुट्ने चान्स हुन्छ गरम हुन्छ क्या यो सबमा बेरिङ फुट्नु घट्टा त फुट्दैन होला नि शान्तिपुर एक्ट्री त हानिन्छ होला नि के भन्छ बेरिङ यति भन न गाडी साडी मेकानिकहरू जान्दैन। त्यही त भन्दैछ त चेन्ज गरेर राम्रो हो भनेर अहिले पैसा छैन नि त मेनुको अनि केलाई के चाहिँ अनि सोध्छ भनिरहेको छु त पानी पसेको त चेन्ज गरेर राम्रो हुन्छ नै बेरिङ फुट्ने चान्स छ भनेर बेरिङ फुट्ने चान्स छ भन्दैछ त बेरिङ राम्रो टाइट गरेर फुल टाइट गर्नु नि त्यो भइदियो त्यो भोगन गएर म चाहिँ गाडीमा बस्छु सो गाइस होइन अब हामी लेबरहरू लिएर निक्लिसक्यो कतिजना 12 जना आउनु यति ढिलो गऱ्यो नि साला यहाँ दिमाग गरम भइसक्यो हजुर भन्दा दिमाग गरम हुन्छ दादा तो म त नेपाली र हिन्दीमा यस्तो ठोक्किने मेरो भाइ त अर्कै लेभलमा छ हो म त के तपाईँहरू नजर हेर्नु सो हामी भर्खर बारबुक पुग्न आँटेको छु अब भिडियोमा बनिरहनु सो बाई दस 15 बार भयो होला नि न बेसी भयो होला गाडी सोध्ने लाग्ने हो म त पाँच टाइम
सेभेन हिलको सामने मेरो भएन लेबर पार्टी लगेर कति एक्साइटिङ लाग्दैछ एक्साइटिङ लागेको छैन मजबुरी मलाई त खुसी लागिरहेछ आहा के भन्नु बढिया हेर्नु सक्नुहुन्छ एउटा गाडी पल्टेको बहुत डेन्जरले पल्टेको छ 12 चक्के गाडी हो मतलब मैले फेसबुकमा पनि देखेको छु यो होला मतलब आज साँच्चीमै देखेँ मतलब यो गाडी खै कति दिन भयो भन्ने कति दिन भयो 2 दिन सो गाइस हामी चाहिँ तिवारी लङ नि त्यो जग्गा तिवारी गाउँमा आइसक्यो सो गाउँ यस्तो रहेछ मान्छेहरू पनि बस्दै रहेछ यति यति दूर न बस्दैन गाउँ वाउ पहाड हेर्न सक्नुहुन्छ यहाँ से पहाड कति जगह ब्यूटीफुल रहेछ कति सुन्दर वाउ और इतना दूर में भी रहते हैं ना हम लोग सो गाइस अब माइडिया आइपुग्नु आँटेको छ माइडिया पस्ने वाला है सो हरन बेगर त यहाँ जिन्दगी नर्को छ यार ड्राइभर मान्छे मतलब निधाउनु हुन्न हेभी चालाक स्वतन्त्र बस्नु पर्छ घाम पनि आँखामा आन्छ नि त तो आप लोग को माइडिया में कितना बर्फ है वो दिखा देगा तो देखाइदिन्छु कतिखेर आउनु कतिखेर नआउनु सबै भनिदिन्छु होइन ज्यादा मेरो पेतर पेतर बोल्ने बानी छैन सिउनु सो भिडियोमा बनिरहेको सो हामी चाहिँ पिसाब गर्नु रुकेको थिएँ नजर कुछ माइडिया को अभी चलते हुए माइडिया अब 3 किलोमीटर ना 2 किलोमीटर छ सो अब एकैचोटि त्यहाँ भेट्नु बाइक नो पार्किङ माइडिया सो गाइस पहिले त यहीँ यतैतिर बरफ हुन्थ्यो होइन सबैलाई त बरफै छैन नाच्नु छैन एउटा थप्पो झरी छैन केही पनि छैन माइडियाको होटल यो जग्गा चाहिँ के हो कुन जग्गा हो भन्छ त्यसलाई हाँ EP5 65 हामी त्यहाँ पुग्छ 2 घन्टाको बाद
छैन अहिलेसम्म म ज्याकेट लगाएको छैन कुन जग्गामा ज्याकेट लगाउँछु त्यो मलाई थाहा छैन हल्का भइसक्यो अहिलेको लागि एकजनाले बरफ खेलाउँदैछ त्यही त कम्ती छ नि त्यही त बरफ जनवरीतिर फेब्रुअरीतिर बहुत बढियाले हुन्छ जसलाई खेल्नु मन लागेको छ बरफ जनवरी फेब्रुअरीतिर आउनुहोस् ल बाई पुरा बेलुका भइसक्यो घाम साम सबै डुबिसक्यो अरू मैले ज्याकेट पनि लगाइसकेँ कुन जग्गा आयो भाडा गोलाइ अब बेलुका भइसक्यो अब तर पनि हिँडिरहेको छु अहिलेसम्म मन्जिल पुगेको छैन नजारा कुछ यस्तै छ अहिले एउटा ज्याकेट लगाएको छु भरे अर्को फेरि एउटा लगाउनु तो गाइस होइन हामी कुन जग्गा आइसक्यो मलाई पनि थाहा छैन सो यहाँ राति काम हुँदैछ आइपुग्यो अरे यहाँ पुरा काम चलिरहेको छ सो गाइस रातको नजारा यस्तै हो मजाले देखिँदैन भोग तो गाइस उधर से निकली गए अब हाम्रो पाली लेबर पार्टी लोग चला गया अभी हम लोग जा रहे हैं सो हेलो हाँ उन लोगों को लेके चला गया दूसरा गाड़ी में हम निकल गए हामी चाहिँ होटलमा आइसक्यो एउटा छ अरू स्टाफहरू होटलमा बास बिसान्छ अरे अन्त यही होटलमा बस्ने आज अनि भोलि 7 बजीतिर निक्लिने सो दिनको भ्यू देखाइदिन्छु एकैचोटि मर्निङमा भेटौँ